आज त नौनलाई छस् त। तिमी जस्तो हो त महिना दिनमा नुहाउने। मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्री आमा त स्याम्पल पिसै हो नि। कहाँ भेटेछन् कुनै हाम्रा बाले। त्यसको असर मलाई सोच परिरहेको छ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई। तिमीले हात दिनु सिकायौ। अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी। नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4वटा कसले दिएछ? आर यु कमेडी मी? ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? बिहान उठ्ने, मुख धुने, बम पड्काउने। 4 बम। पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छा, भोलि पानी खान्छ। प्लिज मलाई हेल्प गर्नु। बस। थ्याङ्क यू। रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। खाइबक्सोस् नजुर, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुट्याउँछ। 50 लाखमा 10 रुपियाँ त्यो चाउ चाउ पनि छोड। यस्तै त हो नि पोरो, जहिले यस्तै त। मारे नि आमा। ओए ठाउँको ठाउँ नथित न। मैले मात्र कौडी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्न। तिम्रो एउटी गइन्जास। काजी साहब नमस्कार। अब तेरो बिहा गर्नुपर्छ छोरा। हुन्छ हो आमा, तर सहान ल्याए अर्कैले सही हुँदो रहेछ। यसपालि पनि एसएलसी फेल। अब यता चाहिँ पास हुन्छ हैन त? लुगा नापेर आएको कि आगो तापेर आएको? अनि पुष्पाजीले के माथि चढ भन्नुभयो। के भनिस्? रुख माथि चढ भन्नुभयो। आउ वतारे हटे त्यसका बाजे। के गो? रङ्गा भएर उडाएर ल्याउनलाई। ए, अर्को हिरो खोइ त? हिरो कहाँ एक्लै आउँछ त? हिरोइनसँग आउँदै खालि। खत्तम। अब के गर्छस् त केटो? उसैलाई उडाइदियो मैले। मेरो खराब पानी छ, मेरो खराब। साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। तपाईँ पनि थुतुनु हेर न, थुतुनु काइसाब जस्तो देखिन्छ। खत्तम। बाय बाय। What's your academic qualification? I mean your educational level. रेड लेभल, ब्ल्याक लेभल, ब्लू लेभल चाहिँ चाख्या छैन। What is this? केटी माग्न गएको काल माग्न गएको भयो यार। हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ। खत्तम। असाध्यै गर त्यहाँ गइदियो नि त। हामी सबै एकै दिन किन मर्नु? एकै दिन मऱ्यो भने सारा दिन एकै दिन पर्छ फेरि। आर यु कमेडी मी? फेरि खुस्केलिन बोल्यो। चुम्बकले फलाम तानेपछि के अडिन्थ्यो? बाइ द वे, म तपाईँको उमेर सोध्न सक्छु? सक्नुहुन्छ, तर म बताउन सक्दिनँ। 18? बाबा कस्तो केस।
वास्तवमा आजभन्दा 18 वर्ष अगाडि मलाई 18 वर्षको भन्थे। उतार चढाव छ, हामी जीवित छौँ। यो हजुरबाले खुसीको थप्पड दिनुभएको? यो घरमा बन्दुक सन्दुक त छैन है? किन? कहीँ हजुरबा एकदमै खुसी हुनुभयो भने? तपाईँ यो घरको को? वास्तवमा अनुसन्धान गरेर भन्नु पर्दा म यो घरको मालिक। मालिक? त्यस्तो त देखिँदैन। मालिक भन्ने बित्तिकै अनुहार विनोद चौधरीसँग मिल्नु पर्छ भन्ने छ। तपाईँले बिहेको बारेमा केही सोच्नु भएको छ? केटा मान्छे हुँ, बिहेको बारेमा अहिले सोच्दिनँ। किन? केटाहरूले बिहेपछि मात्रै सोध्छन् किन बिहे गरेछु भनेर। नमस्कार, मेरो नाम चाहिँ उद्वेग प्रसाद मनोहरलाल पवित्र हृदय उपाध्याय। यो मेरो मात्र नाम हो, छिमेकीहरूको होइन। अनि त्यहाँ गएर गर्नुपर्ने के? बिहे गर्ने, बिहे। के बिहे? सुन्यौ तिमीहरूले? बिहे रे केही छैन। पैसा आउँछ भनेदेखि बिहे मात्रै होइन, म त श्राद्ध पनि छोड्दिन्छु। खराब पानी छ मेरो खराब। शाला मटर चढेर आएपछि त माग्नेले नि सलाम भेट्दो रहेछ। अनि मैले बिहा गर्ने भने केटी तपाईँ नै हो? नियुक्ति स्थायी नै हो? यो निर्णय लिनुभन्दा पहिला तपाईँ कुनै मानसिक अस्पतालमा भर्ना हुनु भएको छैन? आफ्नो त अब पैसै माग्नु पर्यो। तर यो माग्ने काम त अहिले झराकमा पर्यो बाउ। यो सहरका कोही मान्छेसँग पैसै छैन। अस्ति एउटाको अनुहार यसो हेरेको आफैले 10 रुपियाँ झिकेर दिइदिए। नमस्कार नेताज्यू। भोलि हाम्रो पार्टीको जुलुस छ, 50-60 जना मान्छे यहाँको ल्याउने जिम्मा तेरो। ल्याउन सक्छस्? केलाई नसक्ने हजुर? ल, बच्चा चाहिँ ल्याउने होइन नि। बिहे त भएको छैन, बच्चा कहाँ ल्याउनु? जुलुस कहिले? आउने सोमबार। बोलेपछि पक्का भइगयो नि। पैसा माग्नु पर्दैन? पैसा चाहिएको छ। सबै पार्टीका मान्छेसँग पैसा लिन्छन्। यिनीहरू त मान्छे सिद्धिउने पार्टीका हुन्। देखिनस् उहाँ गोहीका छालाको जुत्ते लाएको। पैसा ल्यायो भने भोलि मेरो छाला जुत्ता लाउँछ नि, थाहा पाउँछ। के गर्नुभयो तपाईँले? हजुर ए आफू त माग्ने हजुर, यो स्टाइलले पशुपतिमा माग्न बस्दा नि हुँदैछ भन्दा। खत्म। बाय बाय, टाटा, गुड बाय। त्यसका बाजे अब चिन्नस् माग्ने काका। यो कोट र टाई भन्ने चिज पनि यस्तै छ, हेर्नुहोस् न। अब यो कोट लगाएको देखेपछि यसले मलाई विनोद चौधरी नै भन्ठाने होला। अहिले एकछिनमा तेरो फ्याक्ट्रीमा जागिरै लगाइदियो भने आपतै पर्छ फेरि। यो अहिलेसम्म नारायणको कार्ड नदेखा खरानी बुढालाई फ्याट्टैसँग बिहेको कार्ड दिएको बौलाएर मर्यो। श्रीमान। हजुर। श्रीमान। के गर्ने? यस्तो मिठोसँग श्रीमान भन्ने शब्द सुन्न पाउने नै यही अदालतमा हो। घरमा त हो श्रीमान, आज भात पकाउने। उहु